तपाईहरुले एकदमै कुनै धाक नमानिकन कुनै मनमा कुनै किसिमको योलाई चाहिँ नराम्रो प्रश्न गर्यो भने यसले दुःख मान्छ कि हैन भन्ने किसिमले यसलाई चाहिँ बरु एकदमै उचालेर यसलाई चाहिँ के रे महावीर पुण्य गरेको गर्ने कुरालाई चाहिँ एकदमै प्रशंसा गरेपछि यो खुसी हुन्छ कि भन्ने खुसी हुन मलाई परेको छैन। तपाईहरुले कठिन भन्दा कठिन प्रश्न गर्नुहोस् किनभने समस्याको समाधान भन्ने कुरा कठिन भन्दा कठिन प्रश्न गरेर मात्र समाधान आउँछ। त्यो अनुरोध गर्न चाहन्छु र तपाईहरु अब एक किसिमले भन्ने हो भनेदेखि यो सुरक्षा निकायमा काम गर्नु भएको छ। यहाँ चाहिँ के हुन सक्छ भने अनि माथिल्लो तहको अफिसरले भनेपछि तल्लो तहको सबै मान्छेले मान्नुपर्छ भन्ने कुरा हुन्छ। त्यो पक्कै मलाई पनि थाहा छ, म पनि त्यही ब्याकग्राउन्ड मान्छे हो। त्यो होइन, तपाईहरुले मैले भनेको कुरा मान्नुपर्छ भन्ने छैन। त्यो कुरा म विश्वासै गर्दैन। मैले भनेको कुरा यसले फलानाले मानेन, फलानाले मलाई क्रिटिसाइज गर्यो भन्ने कुरा त्यो हुँदैन। त्यो कुरा चाहिँ म अपेक्षा गर्छु। र अब ब्याकग्राउन्ड भन्दाखेरि के हो भने म पनि एउटा गाउँमा जन्मेर हुर्केको मान्छे है। कुनै एउटा चान्स परेर भाग्य भएर भनौं अनि अमेरिकामा पढ्न पाएँ। अमेरिकामा पढेर म नेपाल फर्केँ। युनिभर्सिटीको पढाइ भन्ने कुरा त्यस्तै हो, जहाँ पनि, चाहे अमेरिकामा हो, चाहे युरोपमा हो, चाहे सिङ्गापुरमै किन नहोस्, युनिभर्सिटीको पढाइ लेखाइ भन्ने कुरा त्यो आफ्नो तहमा छ। तर कसैले पनि युनिभर्सिटीको डिग्री लिएर, चाहे त्यसले पिएचडी कुनै पनि डिग्री लिएर गाउँमा गएर, नेपाल जस्तो गाउँमा गएर केही गर्न चाहन्छ भने उसले जिरोदेखि सिक्नुपर्छ। किनभने किताबमा पढेको कुरा र गाउँमा भएको कुरा मिल्दैन, पटक्कै मिल्दैन। मैले गरेको पनि त्यही, जिरोदेखि सिक्नु भनेको जिरो क्लासदेखि सिक्नुपर्छ। गाउँमा यदि सच्चा हृदय लिएर गाउँमा केही गर्छु, आफ्नो समाजमा केही गर्छु, आफ्नो जिल्लामा देशमा केही गर्छु भनेर युनिभर्सिटीको डिग्री लिएर गएको मान्छेले, पिएचडी लिएको मान्छेले जान्छ भने त्यसले के गर्नुपर्छ त भन्दाखेरि जिरो क्लासदेखि पढ्नुपर्छ र सबै कुरा गाउँलेसँग सिक्नुपर्छ। गाउँलेलाई एउटा मद्दत गर्ने मैले गरेको त्यही हो। त्यो काम मैले 25 वर्ष भएले गरेको। यहाँ धेरै भाइहरू, यङ भाइहरू 25 वर्ष अगाडि त जन्मिएको पनि थिएन होला हैन। भर्खरको नयाँ भाइहरू आउनु भएको छ, कोही चाहिँ भर्खर जन्मेर अलिकति सानो हुनुहुन्थ्यो होला। 25 वर्षसम्म मैले गाउँमा विभिन्न कामहरू गरेँ। पहिलो कुरा त मेरो गाउँमा हाई स्कुल थिएन, हाई स्कुल बनाउने काम गरेँ, सहयोग गरेँ, काम गरेर सहयोग गरेँ। अनि त्यसपछि स्कुल चलाउनको लागि विभिन्न किसिमको आय स्रोत चाहियो। आय स्रोत नभएपछि विभिन्न किसिमको आय आर्जनका कामहरू, इन्कम जेनेरेसनको कामहरू पनि गरियो। अब त्यसमा विभिन्न चिजहरू पर्छ। जस्तो हामीले गरेको काम के हो भने चौरी पाल्ने काम है, कुखुरा पाल्ने काम, माछा पाल्ने काम, जाम बनाउने काम, चीज बनाउने काम, कागज बनाउने, हाते कागज बनाउने काम, अनि पछिल्लो समयमा पर्यटनको काम, ट्रेकिङको काम सबै गरे। त्यही सिलसिलामा त्यो सबै चाहिँ काम गर्दै सिक्दै जाने हो, एकैचोटि कसैले जानेको हुँदैन। अनि त्यही सिलसिलामा मैले चाहिँ गाउँ गाउँमा इन्टरनेट पुर्याउने काम पनि गरेँ। जुन काम भनेको अहिलेको टेलिकम्युनिकेसन फिल्डमा काम गर्ने मान्छेहरूले स्टिल उनीहरूले विश्वास गर्दैन यो सम्भव छ भनेर। युनिभर्सिटीमा पढेको मान्छेहरूले गाउँ गाउँमा इन्टरनेट यो तरिकाले पुर्याउन सकिन्छ भन्ने कुरामा स्टिल दे डोन्ट बिलिभ इट। तर के गर्ने, सबै काम गरे। तर यो सबै काम भनेको के हो भन्दाखेरि सामाजिक सेवा हो, सोशल वर्क भन्छन्, कम्युनिटी डेभलपमेन्ट वर्क भन्छन्। त्यो समाज काम हो।
तर 25 वर्षसम्म काम गरेपछि मैले निकालेको निष्कर्ष के हो भने सामाजिक सेवाले मात्र देशको विकास हुँदैन। सामाजिक सेवा भन्ने कुरा बेग्लै कुरा हो र देशको विकास गर्ने भन्ने कुरा बेग्लै कुरा हो। त्यो दुईटा कुरालाई मिलाउन सकिँदैन। सामाजिक सेवा भन्ने कुरा समाजमा बसेपछि हामी मान्छेहरू समाजमा बस्नुपर्छ। समाजमा बसेपछि विभिन्न किसिमको समस्याहरू आइपर्छ, दुःखहरू आइपर्छ, कहिले रमाइलो पनि हुन्छ। त्यो सामाजिक सेवा हो, त्यो गर्नुपर्छ। सामाजिक सेवा भन्ने कुरा कहिले पनि टुट्दैन। इट नेभर एन्ड्स। कहिले पनि टुट्दैन। जबसम्म यो पृथ्वीमा चाहे जुनसुकै देशमा बसौँ, जुनसुकै कुना काप्चामा गएर बसौँ, है, चाहे विकसित देशमा बसौँ, चाहे चाहिँ एकदमै अविकसित देशमा गएर बसौँ, हाम्रो पहाडको एकदम कुनामा गएर बसौँ, सामाजिक सेवा भन्ने कुरा हामीले गर्दैन भने पनि गर्नै पर्छ। किनभने समाजमा विभिन्न किसिमको समस्याहरू आइपर्छन्। कहिले कोही दुख बिमार होला, हैन, कहिले कसैको चाहिँ के होला, कहिले चाहिँ प्राकृतिक प्रकोप होला, जस्तो भुइँचालो आयो, बाढी पहिरो आयो, पहिरोले चाहिँ गाउँमै बगाइदियो, बाढीले गाउँमै बगाइदियो, आगलागी भयो, त्यस्तो किसिमको कोही बिमार भयो, त्यसलाई अस्पतालमा लैजानु पर्यो, त्यसको मुटुको भर फेर्नु पर्यो, मृगौला फेर्नु पर्यो, उसको परिवारमा खर्च छैन, उसले त सहयोग गर्नु पर्यो नि। त्यो भनेको सामाजिक सेवा हो। सामाजिक सेवा हामीले गर्नुपर्छ। एउटा कर्तव्य हो हाम्रो, हामीले गर्ने। मैले 25 वर्ष गरेको काम पनि सामाजिक सेवा हो। तर सामाजिक सेवाले देशको विकास हुँदैन। देशलाई यदि सिङ्गापुर जस्तो, अमेरिका जस्तो, जापान जस्तो, कोरिया जस्तो विकसित देश बनाउने हो भने हामीले अरू काम गर्नुपर्छ। र अहिले राष्ट्रिय आविष्कार केन्द्रको जुन अभियान लिएर आएको छु, यो चाहिँ फरक कुरा हो। यो सामाजिक सेवाभन्दा फरक कुरा हो र यो हामीले गर्नै पर्छ। यदि हामीले नेपालको अस्तित्व बचाउने हो भने, हामीले यो संसारमा एउटा ठाडो शिरले हेर्ने हो भने यो अभियान हामीले चाल्नै पर्छ। नचालिकन हाम्रो अप्सन छैन। देयर इज नो सेकेन्ड अप्सन भन्छ, त्यो दोस्रो अप्सन छँदै छैन। देशको विकास गर्नुपर्छ। त्यही सिलसिलामा सामाजिक विकास, समाज सेवा भन्ने कुरा त गर्नै पर्छ, त्यो गरिरहने कुरा हो। र समाज सेवा भन्ने कुरा गरिब मुलुकमा मात्र चाहिने होइन। यो सिङ्गापुर जस्तो विकसित मुलुकमा पनि सोसियल वर्क गर्ने मान्छेहरू थुप्रै छन्। यहाँ एनजिओ, आइएनजिओ संस्थाहरू थुप्रै छन्। अमेरिकामा पनि छ, जापानमा छ सोसियल वर्क गर्ने संस्थाहरू। त्यो गर्नुपर्छ, गर्ने। तर यतिले मैले भने फेरि ग्यारेन्टी के दिन्छु भने समाज सेवाले देशको विकास हुँदैन। हामी तपाईहरु भाइ बहिनीहरूलाई पनि धेरैले यहाँ विभिन्न बेला बेलामा आउँछन् होला। आफ्नो गाउँको, आफ्नो जिल्लाको, आफ्नो गाउँठाउँको मान्छेहरूले रिक्वेस्ट पठाउँछन् होला कि यस्तो स्कुल बनाउनु पर्यो, मन्दिर बनाउनु पर्यो, हैन, फुटबल ग्राउन्ड बनाउनु पर्यो, अनि कुनै चीज गर्नु पर्यो, बाटो बनाउनु पर्यो भनेर रिक्वेस्ट गर्न आउँछन्। पक्कै पनि आएका छन्, त्यो संसारभरि जान्छन्, मलाई थाहा छ। त्यो सामाजिक काम हो, गर्नुहोस्, सकेको मद्दत गर्नुहोस्, नसकेको होइन। तर मैले आज रिक्वेस्ट गर्न आएको कुरा के हो भने त्यो भन्दा एकदमै भिन्न कुरा। सामाजिक काम गर्नको लागि चन्दा उठाउन आउँछन्, तपाईहरुले दिनुहुन्छ, राम्रो कुरा हो। तर मैले चाहिँ यहाँ चन्दा उठाउन आएको होइन। मैले चाहिँ तपाईहरुलाई पहिलो कुरा के त भन्दाखेरि यो कुराको आवश्यकता छ कि छैन यो सोच्नुहोस्, बुझ्नुहोस् भनेर मेरो आफ्नो केही विचारहरू राख्न आएको हो। र विचारहरू त्यो राखिसकेपछि तपाईहरुलाई चित्त बुझ्छ भने हो यो चाहिँ ठिकै हो, यो गर्नुपर्छ भन्ने किसिमको चित्त बुझ्छ भने
मलाई चन्दा होइन, दान दिनुहोस्, तर त्यो दान मलाई दिने होइन। मेरो व्यक्तिको कुनै एउटा गाउँमा गएर म यस्तो गर्छु उस्तो गर्छु, अथवा सोलुखुम्बुको फलाना ठाउँमा गएर यस्तो गर्छु उस्तो गर्छु भनेर म चन्दा माग्न आएको होइन। म चाहिँ राष्ट्रको लागि दान माग्न आएको हो। यो दान भन्ने कुरा कस्तो छ भने एकदमै मैले चाहिँ बाध्य भएर यही दान पनि, चन्दा त म जिन्दगीमा माग्दैन। यो दान पनि के त भन्दाखेरि राष्ट्रको लागि गर्नै पर्ने चिज, नगरी नहुने चिज भएर यो दान माग्न आएको। तर दान भन्ने कुरा पैसा मात्र हुँदैन।